हेलो साथीहरु नमस्ते, म इन्जिनियर मिथलेश। आज हामी यस भिडियोमा कुरा गर्नेछौँ जस्तै हामीले घर किन्दा चाहिँ के कुरामा चाहिँ एकदम ध्यान दिनुपर्छ, के कुरा चाहिँ हामीले हेर्नुपर्छ, के कुरा चेक जाँच गर्नुपर्छ, त्यसबारे चाहिँ म यो भिडियो चाहिँ बनाउँदै छु हैन। अब यो भिडियो चाहिँ अन्त्यसम्म हेर्नु होला। यसमा चाहिँ म तपाईहरुले एकदम महत्त्वपूर्ण कुराहरुबारे चाहिँ जानकारी चाहिँ दिनेछु हैन, के चाहिँ हेर्नुपर्ने हुन्छ। अब एक नम्बरमा चाहिँ हामीले त्यो चाहिँ बनिसकेको घरको चाहिँ तपाईको स्ट्रक्चरल ड्रइङ अनि तपाईको आर्किटेक्चरल ड्रइङले चाहिँ एकदम राम्रोसँग चाहिँ हेर्नुपर्ने हुन्छ हैन। अब आर्किटेक्चरल ड्रइङ त तपाईले अब साइडमै घर त बनिसकेको हुन्छ, त्यहाँ त तपाईले सबै देख्न सक्नुहुन्छ, कोठा कता छ, तपाईको टोयलेटहरु कता छ हैन, त्यो सबै चाहिँ हेर्न सक्नुहुन्छ। तर मेन चाहिँ तपाईको स्ट्रक्चरल ड्रइङ चाहिँ कसरी हेर्ने, त्यहाँ त घर त पुरै फिनिशिङ भइसक्यो, हात्ती पाइले कस्तो बनाएको छ हैन, कति बाइ कतिको छ, पिलर कति बाइ कतिको छ, पिलरमा कतिको डन्डी राखेको छ, स्ल्याब ढलान कसरी गरेको छ हैन, अब डन्डीहरु कसरी राखेको छ, त्यो सब हेर्नको लागि चाहिँ के गर्नुपर्छ हामीले तपाईको जगदेखिकै हामीले चाहिँ फोटो भिडियोहरु चाहिँ सबै चाहिँ माग्नुपर्ने हुन्छ हैन। फोटो भिडियोबाट चाहिँ प्रष्ट हुन्छ। अब दोस्रोमा चाहिँ हामीले के चेक जाँच गर्नुपर्छ, सेटब्याक अनि तपाईको रो लाइन हैन, तपाईको नक्सा अनुसार अथवा तपाईको नगरपालिकाको मापदण्ड अनुसार अब यो जग्गा रोडबाट चाहिँ कति फिट छोडेको छ त्यो पनि हेर्नु पर्यो, झ्याल ढोकाको लागि कति फिट छोडेको छ त्यो पनि हेर्नु पर्यो हैन। नक्सा अनुसार नक्सा पास भएको नक्सा अनुसार चाहिँ तपाईको जग्गा चाहिँ छोडेको छ कि छैन। इफ तपाईको त्यसरी छोडेको छैन भनेपछि तपाईले घर लिँदै हुनुहुन्छ भनेपछि पछि चाहिँ समस्या चाहिँ आउन चाहिँ सक्छ। अब तेस्रोमा चाहिँ हामीले के हेर्ने हो भनेपछि वाटरप्रुफिङ र प्लम्बिङ। अहिलेको तपाईको भनौं न मोर देन 50% घरमा चाहिँ नेपालमा चाहिँ तपाईको सिपेजको चाहिँ एकदमै समस्या चाहिँ आइरहेको छ घरमा हैन। जस्तै तपाईको बाथरुममा पानी सिपेज हुने, तपाईको कौसीबाट चाहिँ पानी सिपेज हुने हैन, जहाँ तपाईको टाइलहरु लगाएको छ त्यहाँ चाहिँ एकदमै चाहिँ समस्या चाहिँ आइराछ हैन। अब तपाईको जहाँ घरमा चाहिँ पानी आउने ठाउँ छ, पानी पर्ने ठाउँ छ, त्यहाँ चाहिँ वाटरप्रुफिङ गरेको छ कि छैन। जस्तै तपाईको मानौ कि बाथरुम छ, बाथरुममा तपाईको मेम्ब्रेन सिट फ्लोरमा राखेर वालमा चाहिँ कति हाइटसम्म वाटरप्रुफिङ गरेको छ हैन, त्यो कुरा हेर्नु पर्यो। तपाईको कौसीमा छतमा चाहिँ वाटरप्रुफिङ मेम्ब्रेन सिट राखेर गरेको छ कि कसरी गरेको छ त्यो चाहिँ हेर्नु पर्यो हैन। र प्लम्बिङमा पनि तपाईको धेरै नै समस्या आउने गर्छ। त्यही भएर प्लम्बिङको लाइन चाहिँ कसरी राखेको छ, कति इन्चीको चाहिँ पाइपहरु चाहिँ राखेको छ हैन, मेन लाइन तपाईको सेकेन्डरी लाइन भयो, ढलको लाइन भयो, त्यो सबै चाहिँ एकदम मजाले चाहिँ स्टडी गरेर बल्ल चाहिँ हामीले चाहिँ अगाडिको स्टेप चाहिँ लिनुपर्ने चाहिँ हुन्छ।